भाइ कपिराइट हटाइदिनु न यार अरे प्लिज भाइ। तिमीहरू के यस्तो हो क्या भाइ? तिमीहरूलाई कपिराइट किन हानेको? रश्मि भाइ, रश्मिले रश्मिलाई हान्न लगाएको हो मैले। तिमीहरूलाई मैले किन हाने? तिमीहरू कन्टेन्ट त मेरो हाल्छौ टिकटक युट्युबमा, सानसानो क्लिपहरू हाल्नु ठिकै छ त। पुरै भएको जति स्ट्रिमै मैले निकालेर 3 घन्टाको मैले आफ्नो च्यानलमा हालेपछि तिमीहरूलाई मैले कपिराइट नै हानेर के गर्नु? सानो 1 मिनटको क्लिप, आधी मिनटको क्लिप, 2 मिनटको क्लिप, कुनै कमेडीहरू सर्ट्समा हाल्नु होइन? पुरै गेमै पुरै हालिदिएको छ आफूले। कन्टेन्ट हाल्न अगाडि अर्को च्यानलमा आइसक्छ यार जी। आफ्नो कन्टेन्ट आफूले हाल्छु भनेर बसेको हुन्छ, अर्कोले हालिदिइसक्छ। अनि स्ट्राइक नै हानेर कपिराइट नै हानेर के हान्नु भाइ तिमीहरूलाई? आफू च्यानल बनाएपछि आफ्नोमा आफू सोच न, म के बनाउँछु, अब के कन्टेन्ट हाल्छु, कस्तो गर्छु भनेर। च्यानल कि त च्यानलै नबनाउनु, हुनु परेको छ युट्युबर, अनि बनाएको छौ तिमीहरूले अरूको कन्टेन्टै नहाल न। आफू खेल, आफू गर, बरु रियाक्सन गर, के गर, धेरै कुराहरू छ त। सेम टु सेम कपी पेस्ट हानिदिएपछि तिमीलाई कपिराइट नै हानेर, कपी पेस्ट हानेपछि कपिराइट त हान्नु परेन जुटी। युट्युबर पनि बन्नु छ अनि अर्काको कन्टेन्ट हाल्ने, अनि फेरि कपिराइट आयो भन्दै आएर रोएर पनि त भएन नि जुटी। युट्युब खोलेपछि आफैले गर्नु पर्यो, त्यो हो क्या भाइ, बुझ्यौ नि? आफूले युट्युबर बन्नु आफूलाई मन छ, अनि अरूको कन्टेन्ट हालेको छ, अरूले जे गरेको छ त्यही हालेको छ, त्यो राम्रो होइन नि त भाइ। आफै बनाऊ न, आफू के गर्नु खोज, केही नयाँ सोच होइन? कि त न्युज च्यानल बनाऊ, यहाँ पब्जीको कति न्युज च्यानलमा पुरा हाल्छ नि त। मुझे CR7 हो र दाइले भन्नुभएको थियो, यस्तो गर्नुभयो। केही न केही एउटा नयाँ सोच, नयाँ गर्नु खोज होइन? सेम टु सेम अनि स्ट्रिमै कपी गरेपछि त अनि जुटी मेरो पनि त मुझे गरिखाने भाडो। आफ्नो खेलेको आफूले कन्टेन्ट हाल्नु पर्यो, अनि आफ्नो कन्टेन्ट अरूले मुझे मेरोमा भन्दा तिम्रोमा अगाडि हेरिदिएपछि त के मजा आएर भन त।